यहाँ चाहिँ अब कन्टेस्टेन्टहरूको नामले बोलाइन्छन् होइन, सो त्यहाँ चाहिँ देशको नामले बोलाइन्थ्यो कि नेपाल अब चाइना भनेर त्यो थियो। र हामीले यहाँ मिसेस भगमा यस्तो राम्रो मेन्टर्सहरू पाएको थियौँ होइन, उहाँले यस्तो राम्रोसँग ट्रेनिङ दिनुभएको थियो, प्रशिक्षण कि उहाँहरूको अगाडि भएर मात्रै मैले बोलेको होइन। म जब त्यहाँ जाँदा मलाई मनमा अलिकति नर्भसनेस पक्कै पनि थियो। त त्यहाँ मलाई एकदम कन्फिडेन्स आत्मविश्वास त झन् आयो कि मलाई कि म मेरो नेपाललाई त प्रेजेन्ट गर्न सक्छु, किनभने मलाई यति राम्रो प्रशिक्षण दिनुभएको थियो कि मेरो ट्रेनर्सहरूले होइन। यो सिजनमा पनि हामीले बेस्ट आफ्नो तर्फबाट दिएको नै थियो। कुनै पनि पार्टमा चाहिँ यो पार्टमा चाहिँ हामी चुक्यौँ भन्ने नै थिएन। टु बी भेरी अनेस्ट हुन्छ नि, वेन सी गट द्याट क्राउन त्यो बेलामा नै फिल भएको थियो कि कतै पनि कुनै पनि उसको आउटफिटदेखि उसको कम्युनिकेसन स्किलदेखि लिएर उसको एभ्री वेमा चाहिँ हामीले बेस्ट नै दिएको थियौँ। वुमेनले चाहिँ वुमेनलाई नै खुट्टा तान्ने प्रचलन छ कि खासमा। अब जो कुनै घरमा ससुरालाई प्रब्लम हुँदैन, सासूलाई नै हुन्छ कि। अनि केटीलाई प्रब्लम भयो भने चाहिँ केटाहरूले सपोर्टै गरेर हुन्छ। एउटा सानो यो मानसिकता यो पनि यति सानो कुराले पनि एकदम धेरै म्याटर गरेर हुँदो रहेछ यो पृष्ठभूमिमा चाहिँ। अनि त्यही भएर अब इन्टरनेसनली पनि मैले कति जान्छन् कुरा गर्दा अब अरू देशहरू त उनीहरूको त एकदमै एजुकेसनमा पनि उनीहरू अगाडि नै छ। अब हाम्रोमा त डिसिजन मेकिङदेखि लिएर कति कुरामा मेलहरू नै अगाडि हुनुहुन्छ नि त। भएर कसैले विन गरेन भने होइन त्यहाँको कन्टेस्टेन्टहरू आउन चाहन्न, तर एकचोटि गएर रिप्रेजेन्ट गर्यो भने नेक्स्ट इयर त्यो कन्टेस्टेन्टहरूलाई नेपाल ल्याउन मिल्छ। इट इज अ भेरी बिग थिङ टु गो इन्टरनेसनली एन्ड विन। सो प्रतीक्षा, सर्वप्रथम मिसेस भग नेपाल 2026 को मञ्चबाट सुरु भएको मेरो यात्राले अन्तर्राष्ट्रिय मञ्चमा मिसेस ग्रान्ड ग्लोबल वुमन 2026 को उपाधिसम्म पुर्याएकोमा म अत्यन्तै गौरवान्वित छु। यस उपलब्धिको लागि मलाई यो अवसर प्रदान गर्ने हाउस अफ फ्यासन नेपालको सम्पूर्ण टिमप्रति हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। साथै मिसेस भग नेपाल सिजन 4 को सुरुवातको लागि हाउस अफ फ्यासन नेपालको सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना। आगामी संस्करण अझ सफल र भव्य रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। अन्त्यमा मेरो तर्फबाट एउटा सानो सन्देश, तपाईँहरू सबैजना यहाँ आइदिएर हाम्रो यति कुरा सुनिदिनु भएकोमा नि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। र के भन्न चाहन्छु भने सपना देख्नुपर्ने रहेछ, किनभने सपना देख्यो भने नि पुरा हुने रहेछ। म मेरो सपनाको जीवन बाँचिरहेको छु। धन्यवाद। उपस्थित सम्पूर्ण अतिथिहरू, सञ्चारकर्मी मित्रहरू, शुभचिन्तकहरू तथा सम्पूर्ण उपस्थित महानुभावहरूमा हार्दिक स्वागत गर्दछु। म उषिमा बानु, हाउस अफ फ्यासन नेपालकी संस्थापक। आजको यस विशेष प्रेस मिटमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न पाउँदा म अत्यन्तै खुसी छु। सबैभन्दा पहिले म मिसेस भग नेपाल 2026 प्रेजेन्टेड बाई सगुन ज्वेलर्स की विजेता प्रतीक्षा थापालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्दै मिसेस ग्रान्ड ग्लोबल वुमन 2026 को उपाधि जितेर नेपालको नाम अझै उच्च बनाउनु भएको छ। यो उपलब्धि उहाँको मात्र नभई हामी सबै नेपालीहरूको लागि गर्वको विषय हो। मिसेस भग नेपाल केवल एउटा सौन्दर्य प्रतियोगिता मात्र होइन, यो महिलाहरूलाई आफ्नो आत्मविश्वास, व्यक्तित्व विकास, प्रतिभा र क्षमतालाई प्रस्तुत गर्ने एउटा सशक्त मञ्च हो। हाम्रो उद्देश्य महिलाहरूलाई एउटा उपाधि दिलाउनु मात्र नभई उनीहरूको पहिचान र सम्भावनालाई अझ ठुलो मञ्चमा पुर्याउनु हो। र आज यही यात्रालाई निरन्तरता दिँदै म अत्यन्तै खुसीको साथ घोषणा गर्न चाहन्छु कि मिसेस भग नेपाल 2027 को लागि आवेदनहरू अब खुला भएको छ। त्यसैले आफ्नो क्षमता, आत्मविश्वास र सपनालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन चाहने सम्पूर्ण विवाहित नेपाली महिलाहरूलाई यस यात्रामा सहभागी हुन हार्दिक आह्वान गर्दछु। धन्यवाद। सबैलाई नमस्कार। म पीयूष सराउगी, सगुन ज्वेलर्स CEO। सर्वप्रथम मिसेस भोग नेपाल 2026 को विजेता प्रतीक्षा थापालाई अन्तर्राष्ट्रिय मञ्चमा मिसेस ग्रान्ड ग्लोबल वुमन 2026 को उपाधि जित्नु भएकोमा हार्दिक बधाई। साथै मिसेस भोग नेपाल को सिजन 4 को सुरुवातको लागि हाउस अफ फ्यासन नेपाल टिम, यस ऑल अफ यू हियर, आई नो एभ्रीबडी, हाउस अफ फ्यासन नेपालको सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना। आगामी यात्रा अझ सफल र भव्य होस् भन्ने शुभकामना म व्यक्त गर्दछु। आई होप इट्स ग्रान्ड दिस इयर, grander than last year, right? So
मेरो तर्फबाट एउटा सानो सन्देश इज हजुरहरूले मिसेस भोग हेर्दाखेरि एउटा पेजेन्ट जस्तो फिल हुन्छ होला, हजुरहरूलाई फिल हुन्छ होला इट्स जस्ट वान पेजेन्ट, तर हामीले के हेरेका छौँ लास्ट 3 सिजनमा मिसेस भोग एउटा पेजेन्ट होइन, मिसेस भोग एउटा वुमेन एम्पावरमेन्टको लागि मिसेस भोग वुमेन एम्पावरमेन्टको लागि चलाएको एउटा जर्नी माध्यम भनौँ होइन, इट्स अ वे। हामीले लास्ट इयर अडिसनमा बस्दाखेरि वी स थुप्रै प्रकारका थुप्रै ब्याकग्राउन्डहरूबाट फाइनेन्सियली प्रब्लम भएको अथवा घरमा केही न केही प्रब्लम भएको थुप्रै कन्टेस्टेन्ट्सहरू अडिसन दिन आउनुभएको थियो। देयर स्टोरिज आर द वान्स विच आर एक्चुली बिहाइन्ड मिसेस भोग। मिसेस भोग हामीले एउटा ब्युटी पेजेन्टको लागि गरे होइन, मिसेस भोग इज अलवेज बिन अबाउट वुमेन एम्पावरमेन्ट and I really hope that it continues, right? Yes, that's all. Okay, we'll talk. That's it from my. So first of all, मेरो नाम चाहिँ श्रीजा श्रेष्ठ. I'm an entrepreneur and mainly known for my lifestyle fashion brand that's named Ambassador Designs. So first of all, I'd like to congratulate our Pratiksha Thapa for bringing the crown home. We are super proud of you. And congratulations for winning Mrs. Grand Global Women 2026. And next, we are very excited for our next season. Mrs. Vogue Nepal's season 4 is soon to be announced. So we are very excited for that, looking forward to it. And congratulations to entire team of House of Fashion Nepal for that. अनि नेक्स्ट मेरो तर्फबाट किन मिसेस भोग नेपाल इज भेरी इम्पोर्टेन्ट भन्नुपर्दाखेरि चाहिँ नि बिकज इट इज नट जस्ट अ प्लेटफर्म वेयर वी लुक इन्टु द आउटर ब्युटी or it is not just about winning the crown, but it is more about the inner work for all the women. यो प्लेटफर्मले चाहिँ अपर्च्युनिटी दिन्छ हाम्रो सबै वुमेन्सहरूलाई होइन, those who wants to achieve their vision, wants to gain confidence in their life. हाम्रो जुन भित्रबाट हाम्रो ओसिमाजीले जुन एन्टायर टिमले दिनुहुन्छ ट्रेनिङदेखि लिएर everything that helps to gain the empowerment from within. So yeah, we are looking forward to the next season. So yeah, that's all for now. Thank you. Thank you for your words. This is Shrija. नमस्कार सबैजनालाई म गीता गुरुङ र म मिसेस भोगको चाहिँ सिजन 3 को चाहिँ एडभोकेट र लामो समयदेखि म ठमर टुरिज्म बोर्डको उपाध्यक्ष पनि हुँ र पूर्व उपाध्यक्ष र पूर्व एडभाइजर पनि हुँ र सर्वप्रथम म मिसेस भोग 2026 को विजेता प्रतीक्षा थापालाई अन्तर्राष्ट्रिय मञ्चमा मिसेस ग्रान्ड ग्लोबल वुमन 2026 को उपाधि जित्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै मिसेस भोग नेपाल सिजन 4 को सुरुवातको लागि हाउस अफ फ्यासन अफ नेपालको सम्पूर्ण टिमलाई स्पेसली ओसिमाजीलाई धेरै धेरै बधाई दिन चाहन्छु र आगामी यात्रा अझै सफल र भव्य रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू। विनर साथै म डेन्टल सर्जन पनि हो। मेरो क्लिनिक चाहिँ डेन्टल प्रो एन्ड इम्प्लान्ट क्लिनिक बालाजुमा छ। आज म सबभन्दा पहिला त मिसेस प्रतीक्षालाई आइ एम रियली भेरी ह्याप्पी फर हर, सो कङ्ग्रेचुलेसन्स प्रतीक्षा। एन्ड अफ कोर्स ओसिमा म्यामलाई त म कङ्ग्रेचुलेट गरिहाल्छु, सी टिचर द्याट लङ टाइम अगो एन्ड आइ एम सो ह्याप्पी फर बोथ अफ देम। यो मिसेस भोग नेपाल हाउस अफ फ्यासनको जुन जर्नी छ मैले जोइन गर्दा भन्दा अहिले एकदम धेरै नै अगाडि बढेको देखिरहेको छु र आइ एम रियली ह्याप्पी फर द्याट। र मिसेस भोग नेपाल सिजन 4 आउन लागेकोमा हजुरहरू सबैजनालाई हाउस अफ फ्यासन टिम सबैजनालाई धेरै धेरै शुभकामना र म चाहन्छु कि यो अझै धेरै अगाडि बढोस्। हाम्रो पियुसी र सबैजनाले भन्नुभयो जस्तै यो खालि एउटा पेजेन्ट या ब्युटीलाई फोकस गरेको जर्नी मात्रै होइन,
यहाँ कसरी एउटा नारीले आफ्नो आत्मविश्वास बढाउँछ र वुमन एम्पावरमेन्टलाई फोकस गरेको एउटा जर्नी भएकोले मेरो चाहिँ हजुरहरू सबैजनालाई एकदम रिक्वेस्ट छ कि इफ यु वान्ट टु कम फरवर्ड र आफ्नो आत्मविश्वास बढाएर आफूमा दबेको चिजहरू अगाडि ल्याउन चाहनुहुन्छ भने प्लिज 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 जोइन एन्ड वेट फर मिसेस बब नेपाल सिजन 4. थ्याङ्क यू. थ्याङ्क यू सो मच. म्यानमारमा भएकोहरूले जितेर आउनु भएको छ होइन. बाहिरको एक्सपिरियन्स कस्तो रह्यो, कसरी हेरिँदो रहेछ नेपाललाई, हजुरको ब्युटी पेजेन्ट यहाँ र त्यहाँको फरक कतिको पाउनुभयो, के कुराहरू सुधार्नुपर्छ जस्तो लाग्छ नेपालको ब्युटी पेजेन्टले? हजुर, थ्याङ्क यू फर द क्वेसन. मलाई चाहिँ नेपाल हामीले यहाँ चाहिँ अब कन्टेस्टेन्टहरूको नामले बोलाइन्छन् होइन. सो त्यहाँ चाहिँ देशको नामले बोलाइन्थ्यो कि नेपाल अब चाइना भनेर त्यो थियो. र हामीले यहाँ मिसेस भगमा यस्तो राम्रो मेन्टर्सहरू पाएको थियौँ होइन. उहाँले यस्तो राम्रोसँग ट्रेनिङ दिनुभएको थियो, प्रशिक्षण कि उहाँहरूको अगाडि भएर मात्र मैले बोलेको होइन. म जब त्यहाँ जाँदा मलाई मनमा अलिकति नर्भसनेस पक्कै पनि थियो, कसरी गर्ने होला, यो त अब नेसनल स्टेज भयो, इन्टरनेसनल स्टेज त अब्बलै हुन्छ होइन. हाम्रो त भाषा पनि पक्कै पनि नेपाली भाषा होइन. सो त्यही भएर मैले त्यहाँ कसरी के गरौँला भन्ने चाहिँ मनमा मलाई त्यो चाहिँ थियो कौतूहलता होइन. जब त्यहाँ गयो, त्यहाँ गइसकेपछि हाम्रो फर्स्टमा रिहर्सल स्टार्ट भयो कि अनि हामीलाई विमल सरले वाक क्लास दिनुहुन्थ्यो. सो त्यो क्लास सम्झेर त मैले सरले यो लेभलमा ट्रेनिङ दिनुभएको रहेछ कि म त गर्न सक्छु भन्ने मलाई आत्मविश्वास आयो कि. अब मिसेस भगको एक्सपिरियन्स चाहिँ भन्यो मैले. सो ममा विश्वास पनि थियो. सरहरू मेन्टरसिप अब यति धेरै अब्बल थियो कि त्यहाँ गएर कति कुराहरू त सिक्नु पनि पाइयो होइन सरहरूबाट. तर मेन चाहिँ मैले यहाँ नै यति सिकेर गएको थिएँ कि त्यहाँ मलाई त्यस्तो एकदमै गाह्रै अवस्था इन्टरनेसनल प्लेटफर्म चाहिँ यस्तो हुँदो रहेछ भन्ने चाहिँ मैले नेसनलमा यो लेभलको देखिसकेको थिएँ. मिसेस भगले त्यो अपर्च्युनिटी दिइसकेको थियो मलाई. सो त्यहाँ मलाई एकदम कन्फिडेन्स आत्मविश्वास त झन् आयो कि मलाई कि म मेरो नेपाललाई त प्रेजेन्ट गर्न सक्छु किनभने मलाई यति राम्रो प्रशिक्षण दिनुभएको थियो कि मेरो ट्रेनर्सहरूले होइन. सो आई वुड लाइक टु थ्याङ्क विमल सर फर अल दिस थिङ होइन. अनि हाम्रो नेसनलको हाम्रो डिजाइनर उत्कृष्ट सर, उहाँले लुगा यति राम्रो डिजाइन गर्नुभयो कि मलाई त ग्ल्यामरस अवार्डै पाएँ. मलाई नेपाल 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 भनेर खोजिन्थ्यो क्या त्यहाँ. त्यो मैले गर्दा होइन, हाम्रो टिम वर्क थियो कि पक्कै पनि. सो त्यही भएर म त एकदमै खुसी छु र त्यहाँ मैले कति कुराहरू सिक्ने अवसर पनि पाएँ. तर मैले नेसनल लेभलमा जुन यहाँबाट सिकेर गएको थिएँ त्यहाँ त्यस्तो एकदमै डरलाग्दो यस्तो हुँदो रहेछ भन्ने मेरो मानसिकता थियो होइन. त्यो चाहिँ मैले पक्कै पनि त्यो चाहिँ मैले भोग्नु परेन होइन. आई वुड लाइक टु थ्याङ्क अल द टिम फर सपोर्टिङ मी. अनि यो ट्रेनिङ चाहिँ मिसेस भग नेपालले मलाई दिएकोमा चाहिँ म यति ग्रेटफुल छु कि म सायद शब्द पनि छैन व्यक्त गर्नलाई. एन्ड थ्याङ्क यू फर अल द मेन्टर्स हु बिन सपोर्टिङ मी यो मेरो जर्नीमा. यस, थ्याङ्क यू सो मच. ओसिमा म्यामलाई सोध्न चाहेँ मैले, अब नयाँ सिजनको लागि एनाउन्समेन्ट भइसकेको छ होइन. के कस्तो क्राइटेरियाहरू हुन्छ, कता कता हुन्छ तपाईँहरूको अडिसन र के गर्नुपर्छ, कसरी चाहिँ अरूहरूलाई बोलाउन चाहनुहुन्छ यो अडिसनको लागि? हजुर, हाम्रो सिजन 4 अनाउन्समेन्ट आज भइहाल्यो. आज राति हाम्रो 8 बजीदेखि हाम्रो अनलाइन थ्रुबाट चाहिँ फर्म्सहरू पनि आउट हुँदैछ. र यसपालि चाहिँ हाम्रो अडिसनै हुँदैन, अफलाइन अडिसन मात्रै राख्दैछ. हामी अनलाइन अडिसन मात्रै राख्दैछौँ, अफलाइन अडिसन हुने छैन. किनभने अब कतिजनालाई आउनु अगाडि कति कुराको डरहरू हुने रहेछ. यो सबै कुराहरू सोचेर चाहिँ सिजन 3 सम्ममा चाहिँ हामीले धेरै कुराहरू एक्सपेरिमेन्ट गऱ्यौँ. र के कुरामा चाहिँ अब हामीले बेटर गर्नुपर्ने, कुन कुरामा चाहिँ हामीले अप्नाउनु पर्ने भन्ने कुराहरू हेर्दाखेरि चाहिँ हामीले अनलाइन अडिसन थ्रु गएर उहाँहरूलाई अफिसमा बोलाएर पर्सनली काउन्सिलिङ गरेर त्यो माइन्डसेट प्रिपेयर पनि त गराउनु पऱ्यो नि त. पार्टिसिपेट मात्रै भएर भएन, नेपाललाई अगाडि बढाउनु पऱ्यो होइन. यो कम्पिटिसन भनेको इट्स नट जस्ट फर युर सेल्फ, इट्स फर हुन्छ नि एभ्रीबडी, फर नेपाल. त्यो कारणले गर्दाखेरि चाहिँ अब हाम्रो फर्म्स आउट भइ नै सकेको छ. अनि त्यसमा चाहिँ कुनै पनि खालको क्राइटेरियाहरू चाहिँ छैन. विवाहित, डिभोर्स, सिङ्गल वुमन सबैजनाले पार्टिसिपेट गर्न सक्नुहुन्छ. र एज, एजुकेसन वाइज चाहिँ हामीले जस्तो क्राइटेरिया छैन. एनीबडी क्यान बी अ पार्ट अफ दिस. ओके, वेल यो मिसेस भोग नेपाल एकदमै वेल नोन एउटा ब्युटी पेजेन्ट, राम्रो ब्युटी पेजेन्ट पनि मानिन्छ, राम्रो छ पनि होइन. र यो गरिराख्दाखेरि चाहिँ अब धेरैजनालाई इकोनोमिकको कुरा पनि आउँछ कि अब इनर सर्कलमा चाहिँ कति जति पैसा खर्च गर्नुपर्छ जस्तो लाग्छ, कति जति चाहिँ होइन यो पेजेन्टमा चाहिँ आफूलाई चाहिँ यति प्रिपेयर भएर आउँछु है भनेर चाहिँ तयार भएर बस्नु पऱ्यो पहिला.
हजुर डेफिनेटली जुनै पनि काम अगाडि बढाउँदाखेरि इन्भेस्टमेन्ट त हामीले गर्नै पर्ने हुन्छ होइन, चाहे अब हामी ब्युटी पेजेन्टमा होस् या कुनै पनि फिल्डमा हामी केही सिक्न जानु पर्दाखेरि केही बन्न जाँदाखेरि चाहिँ, अनि त्यो हिसाबले गर्दाखेरि चाहिँ मेन्टली अलिकति प्रिपेयर चाहिँ हुनुपर्छ। लाइक रेजिस्ट्रेसन चार्जहरू भयो, सर्टेन ट्रेनिङ फिजहरू भयो, अब आफूलाई एभ्री डे मेन्टली कसरी प्रिपेयर गर्ने, अब जानु अगाडि पनि त फाइनेन्सियली मात्रै नभनौँ मेन्टली पनि प्रिपेयर हुनुपर्छ भन्ने जस्तो चाहिँ मलाई लाग्छ। तर ट्रेनिङ वाइज अब उहाँहरूको आउटफिटहरू, उहाँहरूको मेकअपहरू, यो सबै कस्टहरू चाहिँ हाम्रो मिसेस भगको तर्फबाट नै हुनेछ। खालि उहाँहरूलाई चाहिँ सर्टेन रेजिस्ट्रेसन चार्ज चाहिँ फर द उनीहरूको ट्रेनिङको लागि चाहिँ हामीले त्यो सबै कुरा डिटेल्सहरू हामीले अनलाइनमा पनि राखिदिनेछौँ। पछिल्लो समय अर्को एउटा ब्युटी पेजेन्टमा नि जाने मौका पाएको थियौँ हाम्रो टिमले होइन। त्यो बेलामा चाहिँ मिसेस भोग नेपालमा चाहिँ अलिकति यो भनौँ न विनरको नाममा चाहिँ किनबेच अलिकति बेसी भयो, अलिकति पैसा हाल्न नपाएर चाहिँ मेरो दिदीले जित्न पाइनँ भनेर एकजना बहिनीले गुनासो गर्नुभएको थियो। कसरी लिनुभएको छ यो कुरालाई र कसरी चाहिँ आफूलाई चाहिँ इलाबोरेट गर्न चाहनुहुन्छ त्यो बेला? हजुर सबैजनाको आफ्नो आफ्नो विचार सोचहरू हुन्छ होइन, कुनै कुराको पनि प्रुफ नभइकन बोल्न चाहिँ ठिक छैन जस्तो लाग्छ मलाई त्यो कुरामा चाहिँ। त्यो कुरालाई अरू अडियन्सहरूले सुनेर भन्दा पनि यो प्लेटफर्ममा आएर अगाडि बढ्नुहोस् भन्ने कुरामा चाहिँ म सबैजनालाई रिक्वेस्ट गर्न चाहन्छु। उसिमा म्यामलाई नेसनल डिरेक्टर अवार्ड प्राप्त गर्नुभएकोमा सुरुबाट धेरै धेरै बधाई। थ्याङ्क यू। एउटामा जोड्दै उहाँले प्रतीक्षाजीले त यति धेरै तारिफ गरिसक्नुभयो, आफ्नो अनुभवहरू सेयर गरिसक्नुभयो। यो सबै भइरहँदा अब आउने अर्को सिजनको लागि चाहिँ डिरेक्टोरियल हिसाबमा के कस्तो एडिसनल हामीले एलिमेन्ट्सहरू हजुरहरूले सोच्नु भएको छ अनि प्रोसेसहरू कस्तो रह्यो त्यो पनि थोरै सेयर गरिदिनुहोस्। हजुर इन्टरनेसनल लेभलमा सोध्नु भएको? नेसनल प्लस इन्टरनेसनललाई दुवैलाई कोलाबरेट गरेर फेरि एकचोटि भन्नुहोस् न हजुरको प्रश्न। डिरेक्टोरियल हिसाबबाट म्यानेजमेन्टको केसबाट हेर्दा पनि अब इन्टरनेसनल प्लेटफर्मसम्म जाँदाखेरि त जसरी एउटा हाम्रो कन्टेस्टेन्टको पर्सनल ग्रोथमा हामीले हेल्प गर्छौँ, डिफ्रेन्ट ट्रेनिङ सेसनहरू गर्छौँ, त्यतिले मात्र नपुग्न सक्छ नि त। इन्डिभिजुअल ग्रोथ सँगसँगै अब एउटा स्टोरिज आउँछ, त्यहाँनिर डिफ्रेन्ट नेसन्सहरूको आफ्नै स्टोरिज आउँछ। सो त्यो रिप्रेजेन्टेसनको लागि चाहिँ अब डिरेक्टोरियल प्लेसबाट हेर्दाखेरि अझै के कुरामा चाहिँ हामीले वर्कआउट गर्नुपर्ने रहेछ जस्तो फिल भइरहेको छ चाहिँ। हामीले यो सिजनमा पनि हामीले बेस्ट आफ्नो तर्फबाट दिएको नै थियो। कुनै पनि पार्टमा चाहिँ त्यो पार्टमा चाहिँ हामी चुक्यौँ भन्ने नै थिएन। टु बी भेरी अनेस्ट हुन्छ नि, वेन सी गट द्याट क्राउन त्यो बेलामा नै फिल भएको थियो कि कतै पनि कुनै पनि उसको आउटफिटदेखि उसको कम्युनिकेसन स्किलदेखि लिएर उसको एभ्री वेमा चाहिँ हामीले बेस्ट नै दिएको थियौँ। तर पनि डेफिनेटली देयर इज अलवेज हामीले जहिले पनि सिक्ने त ठाउँ छँदैछ होइन। तर अब यो कुराहरूको लागि चाहिँ अब हामीले इन्टरनेसनल टिमहरूलाई पनि अब नेपालमा उहाँहरू इन्टरनेसनल ट्रेनिङहरू अझै पनि बढाउने भन्ने कुरामा चाहिँ हामीले अलिकति ध्यान दिने कोसिस गरिरहेको छौँ। तर त्यो बाहेक चाहिँ हाम्रो नेपालमा नै एभ्री सोर्सेसहरू सबै अभाइलेबल छ। वी हेभ बेस्ट मेन्टर्स, बेस्ट डिजाइनर्स, मेकअप टिम, कम्युनिकेसन मेन्टर्स हुन्छ नि। कुनै पनि कुरामा चाहिँ आई डोन्ट थिङ्क वी आर बिहाइन्ड। अब प्रति रिलेसनमा र अहिलेमा कति भिन्नता छ, त्यही अनुसार आफ्नो एक्सपिरियन्स सेयर गरिदिनुहोस्। वुमेन इम्पावरमेन्ट भनेको चाहिँ खासमा घरबाटै स्टार्ट हुन्छ जस्तो लाग्छ होइन। सो वुमेनले चाहिँ वुमेनलाई नै खुट्टा तान्ने प्रचलन छ कि खासमा। अब जो कुनै घरमा ससुरालाई प्रब्लम हुँदैन, सासूलाई नै हुन्छ कि। अनि केटीलाई प्रब्लम भयो भने चाहिँ केटाहरूले सपोर्टै गरेर हुन्छ। एउटा सानो यो मानसिकता यो पनि यति सानो कुराले पनि एकदम धेरै म्याटर गरेर हुँदो रहेछ यो पृष्ठभूमिमा चाहिँ। अनि त्यही भएर अब इन्टरनेसनली पनि मैले कति जान्छन् कुरा गर्दा अब अरू देशहरू त उनीहरूको त एकदमै एजुकेसनमा पनि उनीहरू अगाडि नै छ। अब हाम्रोमा त डिसिजन मेकिङदेखि लिएर कति कुरामा मेलहरू नै अगाडि हुनुहुन्छ नि त। सो त्यही सानो कुरा मेन एजुकेसन पनि एकदम इम्पोर्टेन्ट हो। जब शिक्षा छ भने बोल्नलाई पनि आवाज यसरी निस्किन्छ होइन। सो त्यही भएर एजुकेसन सेक्टरदेखि लिएर सबै कुरा सानो घरबाटै स्टार्ट गर्नु पर्यो। र हामी चाहिँ वुमेन इम्पावरमेन्ट भन्दा पनि दुईजना पुरुष नारी नै एक रथका दुई पाङ्ग्राहरू हो। उहाँहरूले जति अपर्च्युनिटी पाउनु भएको छ हामीलाई पनि त्यही अपर्च्युनिटी चाहिएको। द्याट्स व्हाट आई विल से। थ्याङ्क यू। Okay, we've not signed the contract yet. So, we're not officially the sponsor, but if we were,
हाम्रो के छ भने for every pageant that we do, we try and have the crown signify the pageantलाई, right? So every crown, हाम्रो कुनै पनि crown all across our pageants, we do about 3 to 4 pageants every year. हाम्रो कुनै पनि crown same हुँदैन, similar पनि हुँदैन, and it will totally depend once the pageant picks up, you know. Pageant start भएपछि where the pageant is going, the pageant को exactly motto के भइरहेछ, the pageant को त्यो वर्ष the contestants हरू what kind of vibe are they giving, that we take into consideration and then we make the crown. We do not have any of the crowns pre-made. We only do it once we pick up the vibe. Because I design all the crowns myself, so I don't make the crown pre. So once we sign the contract, and then if we sign the contract, then we will discuss the कसरी. So तपाईको नाम, sorry. मेरो नाम चाहिँ अतिन आचार्य हो. अतिन आचार्य. अतिन जी तपाईले सोधेको कुरा हैन, it is a very good topic, it's a very good question. म के भन्छु, हामीले from Shogun Jewelers हैन, हामीले अलरेडी अनाथालयहरुमा गरिरहेका छौं, हामीले स्कुलहरु बनाउन हेल्प गरिरहेका छौं, हामीले सोशल वर्क जति हुन सक्छ गर्न खोजिरहेका छौं अनि गरि पनि रहेका छौं. महिला women empowerment हामीलाई किन it is very important, हाम्रो 90% workforce is women. हामीले यो प्रचार गर्न मिल्दैन कि हामीले उनीहरुलाई कसरी हेल्प गरिरहेका छौं, तर a lot of हाम्रो ज्वेलरी इन्डस्ट्रीमा a lot of houses run only on these women who are working with us, हैन. तपाईले भनेको कुरा एकदम ठीक छ, and I think this is an eye opener for me कि हामीले गाउँ गाउँमा गएर किन women empowerment गरिरहेका छैनौं. तर as a jeweler हैन, मैले यो I think गर्न गाह्रो होला. यो चाहिँ हामीले कुनै संस्थासँग मिलेर, I think also we can take this also into consideration. हामीले तपाईले भने अनुसार it is an eye opener for me. So यो वर्ष हामी we will collaborate with, not from Mrs. Vogue, but I'm talking for Shogun Jewelers. We will try and collaborate with an NGO to reach villages, गाउँहरुमा गएर यसको प्रचार गर्न. We will definitely try, right? किन यो माध्यमबाट, किनभने मात्रै यो हैन, मेरो के छ भने सोशल वर्क गर्दाखेरि हामीले अहिले we are working with Rotary, हामी राउन्ड टेबलमा म टेबलर नै हो, I'm working with राउन्ड टेबल एजुकेसनको लागि. We are working with ONCYP for our child भएर कसैले विन गरेन भने हैन, त्यहाँको कन्टेस्टेन्टहरु आउन चाहन्न, तर एकचोटी गएर रिप्रेजेन्ट गर्यो भने नेक्स्ट इयर त्यो कन्टेस्टेन्टहरुलाई नेपाल ल्याउन मिल्छ. It is a very big thing to go internationally and win. So Pratiksha, one second. भन्न चाहन्छु त्यो हाम्रो कामले पनि देखिन्छ आज हैन, हजुरहरूले देख्नु नै भयो होला जुन हाम्रो यो विङ छ हैन प्रतीक्षाको तर्फबाट, त्यो कारणले गर्दाखेरि पनि we are the best. अनि अब नेपालको अर्थतन्त्रको कुरा गर्नु हुँदाखेरि नेपाली महिलाहरूलाई जो घरमा बसिरहनु भएको छ, जसलाई के गर्ने थाहा नै छैन हैन, अब गर्ने धेरै उहाँहरुसँग इन्ट्रेस्ट, उहाँहरुसँग नलेज भयो भने पनि कुन एउटा प्लेटफर्ममा गएर गर्ने भन्ने कुरा नै थाहा छैन. अनि त्यो प्लेटफर्ममा हामीले उहाँहरुलाई दिलाएर, उहाँहरुलाई अगाडि बढाएर, उहाँहरुलाई सक्षम बनाएर हैन, फाइनान्शियली एजुकेटेड, फाइनान्शियली उहाँहरुलाई वेल बनाउनु नै आई थिंक नेपालको अर्थतन्त्रलाई चाहिँ हामीले एउटा अगाडि बढ्न हेल्प गरिरहेछ जस्तो लाग्छ. धन्यवाद. Feeling seeing the growth of Mrs. Vogue in Nepal, and also what would you like to share to our upcoming participants who are going to participate in season 4 of Mrs. Vogue in Nepal? My good question, can you repeat? How are you feeling seeing the growth of Mrs. Vogue in Nepal, and also what would you like to share to the upcoming participants for the season 4? अब ग्रोथको कुरा गर्ने बेलामा त अफकोर्स सिजन 2 बाट सिजन 3 मै मैले एकदम धेरै ग्रान्ड देखिसकेँ, and I'm hoping season 4 will be more grander than this. And regarding your second question, यो वुमन एम्पावरमेन्टमा नै फोकस भएको कारणले गर्दाखेरि चाहिँ हामीले हाम्रो भित्र भएको सबै चिजहरू, like how to face the challenges and how to face all the obstacles भन्ने कुरा चाहिँ मलाई पर्सनली चाहिँ एकदम बुस्ट गरेकोले मलाई लाग्छ मलाई गर्न सक्छ भने अरूलाई किन सक्दैन भन्ने लाग्छ. सो आई थिङ्क इट हेज मोर टु डु विथ द इनर कन्फिडेन्स अफ वुमन एम्पावरमेन्ट. थ्याङ्क यू.
मात्रै भएर भएन होइन कुनै पनि एउटा सौन्दर्य प्रतियोगितामा आउनको लागि यु निड टु हेभ एभ्रिथिङ इन यु लाइक ट्यालेन्ट पनि हुनु पऱ्यो हरेक कुरा आफूमा सबभन्दा मेन विश्वासै हुनु पऱ्यो अरूले मात्रै गरेर हुन्छ भन्नु भएन आफूलाई विश्वास हुनु पऱ्यो म जान सक्छु कि सक्दिनँ भनेर सबै फ्यामिली मेम्बर्सको सपोर्ट पनि इट इज अ मस्ट होइन अब मलाई चाहिँ कस्तो लाग्छ भने मभन्दा पनि अब्बल महिलाहरू हुनुहुन्छ होला जसले चाहिँ यहाँ जानै पाइरहनु भएको छैन किन भन्दा घरबाट अलाउड पनि छैन र यो प्राथमिकता मैले पाएँ किन भन्दा मेरो फ्यामिलीको सपोर्टले गर्दा अनि कुनै पनि ब्युटी पेजेन्टलाई चाहिँ भन्दा चाहिँ होइन सौन्दर्य सबै ओभरअल सबै कुरै चाहियो मेन भनेको आफूमा कन्फिडेन्ट हुनु पऱ्यो म जान सक्छु भन्ने आफूमै हुनु पऱ्यो म के भन्न चाहन्छु भने सपना चाहिँ देख्नुहोस् सपना पक्कै पनि पुरा हुन्छ त्यो आफूमा विश्वास राख्नुपर्छ एन्ड देन यु क्यान विन द वर्ल्ड जे पनि हुनसक्छ आफूमा चाहिँ विश्वास राख्नुहोस् त्यही भन्न चाहन्छु र सिजन 4 को अनाउन्समेन्टको लागि पनि म पनि पहिला के गर्ने भनेर दोधारमा थिएँ होइन आउँ कि नआउँ भनेर म आएँ र मैले आफूलाई प्रुभ गरेँ जस्तो लाग्छ अरूलाई पनि फर्स्टमा मैले आफूलाई प्रुभ गरेँ सो त्यही भएर मभन्दा पनि अब अझै पनि कन्टेस्टेन्टहरू आओस् भने चाहिँ मेरो फ्रम द कोर अफ माई हार्ट म रिक्वेस्ट गर्न पनि चाहन्छु र प्लिज यो प्लेटफर्मलाई चाहिँ प्रिभिलेज मात्रै नभएर आफूमा पनि क्षमता चाहिँ हुनु पऱ्यो अब प्रिभिलेज छ अब मसँग क्षमतै छैन आएर त म के गर्न सक्ने अवस्था हुँदिनँ होइन सो त्यही भएर सबजना प्लिज यो सिजन 4 मा चाहिँ आउनुहोस् भनेर यो रिक्वेस्ट पनि गर्न चाहन्छु थ्याङ्क यू सो मच It creates a representative not only for the individual but also for the nation itself. So यस्ता इभेन्टहरूले कसरी नेपालको टुरिज्म सेक्टरमा कसरी बुस्टिङ टु टुरिज्म सेक्टर अनि हजुरहरूले आफ्नो सेक्टरबाट पनि कसरी ब्युटी इभेन्ट एज वेल एज द टुरिज्मलाई कसरी इम्प्रुभ गर्न सक्नुहुन्छ कसरी बुस्ट गर्न सक्नुहुन्छ थ्याङ्क यू First of all, thank you for the question. म चाहिँ अघि पनि भने म टुरिज्म बोर्डमा चाहिँ पूर्व उपाध्यक्ष र पूर्व एडभाइजर पनि थिएँ र लामो समय मैले 13 वर्ष काम गरेँ 5 टाइम्स इलेक्टेड हुँ म र टुरिज्म प्रमोसनको लागि मैले धेरै कामहरू गरेँ मैले मात्र होइन मेरो टिमले पनि र विगत 1 वर्षदेखि मिसेस भोको एडभोकेट गरेर म 2टा सिजन पनि काम गरेँ र हिस्ट्रीमा चाहिँ फर्स्ट टाइम हाम्रो प्रतीक्षाजीले चाहिँ म्यानमारमा जानु भएर मिसेस ग्रान्ड ग्लोबल वुमन 2026 नेपालबाट जितेर आउनुभयो होइन त्यो चाहिँ मिसेस भोकोलाई मात्र होइन कि नेपालको लागि एकदम प्राउडको कुरा हो र उहाँ त्यहाँ जस्तो नेपाललाई चाहिँ फर्स्ट अफ अल बुद्ध भगवान नेपालमा जन्मेको भनेर संसारभरि चिनिन्छ फर्स्ट अफ अल र सेकेन्डमा चाहिँ माउन्ट एभरेस्टले गर्दा चिनिन्छ र म चाहिँ एकदम प्राउड छु जस्तै प्रतीक्षाजी जानुभयो होइन र इन्टरनेसनली नेपाललाई रिप्रेजेन्ट गर्नुभयो र जितेर पनि आउनुभयो र प्रतीक्षाजी जस्तै अरू इन्टरनेसनल धेरै देशहरूबाट अरू इन्टरनेसनल त्यहाँ पार्टिसिपेन्टहरू पनि आउनुभएको थियो र उहाँहरूले पनि थाहा भयो कि नेपाल चाहिँ बुद्ध भगवान जन्मेको ठाउँ मात्र होइन माउन्ट एभरेस्टले गर्दा मात्र होइन उहाँ चाहिँ ब्युटी विथ ब्रेन होइन भनेर चाहिँ नेपाललाई चिनाउनु भयो त्यसको लागि चाहिँ म मात्र होइन कि मिसेस भोग नेपाल मात्र होइन कि हाम्रो कन्ट्री नै एकदम प्राउड छु अनि यसरी चाहिँ नेपाललाई चाहिँ इन्टरनेसनल चाहिँ चिनाएकोमा चाहिँ एकदमै प्राउड हुनुपर्छ जस्तो लाग्छ है मलाई म मात्र होइन कि हामी यहाँ जति पनि एडभोकेटहरू छौँ र तपाईँहरू पत्रकारहरू हुनुहुन्छ सबैजना चाहिँ एकदम प्राउड हुनुपर्छ जस्तो लाग्छ है प्राउड छ जस्तो लाग्छ मलाई थ्याङ्क यू सो मच